साथीहरू के भन्छ अरे काठमाडौँ आएदेखि एउटा नि भिडियो बनाएको छैन अझैसम्म आज 4 दिन भइसक्यो यसो बनाइदिउँ भनेको हेरौँ कस्तो हुन्छ अहिले चाहिँ हामी भक्तपुरको कोटेश्वर भन्ने ठाउँमा छौँ आज चाहिँ म घर हिँड्न लाग्यो त्यही भएर अब काठमाडौँ जाँदैछौँ हैन एकैछिन त्यहाँ हस्पिटलमा काम छ त्यसपछि हामी जाँदैछौँ काठमाडौँ यस्तो रहेको छ साला बुढो यहाँ हिँड्दैछ सालालाई कुर्दैछु अघि न त्यो हस्पिटलमा गएको त्यो ठाउँमा मोबाइल चार्ज गर्न राखेको मोबाइलै बिर्सेर आएको रहेछ सालाले ल्याउँदैछु उतातिर मोबाइलै बिर्सियो यार बर्बाद छ जिन्दगी गजब पार्क छ यार के पार्क हो केही थाहा छैन फेरि त्यो भने अहिले चाहिँ हामी काठमाडौँ आइपुगिसकेका छौँ कहाँ हो भन्ने केही थाहा छैन फेरि सालाले मलाई गाइड गर्दै हुनुहुन्छ गार्ड हो कि साला मेरो गाइड गर्नको लागि काठमाडौँको वीर हस्पिटल भन्ने यही रहेछ बहुत ठुलो रहेछ यार एकदम ठुलो रहेछ यार हस्पिटल र अब एकैछिन हामी सपिङ गर्न जाँदैछौँ मलतिर त्यसपछि हेरौँ के हुन्छ सालासँग जाँदैछौँ हामी पठाउमा गइरहेछौँ गाडी नभएर पठाउमा गइरहेछौँ यस्तै छ यार चाउमिन खानु पर्यो होइन लगाएर यत्रो चाउमिन सकिन्छ यार के को सक्छ टमाटर अर्को हिजो त्यो खाँदै नि हामी त्यस्तो त्यस्तै हो दामी रहेछ मुगलिनमा उता सेन्जाउडे आउँछ त जान्छ त ल अहिले चाहिँ हामी शुभम भान्जासँग भेट्दा छौँ यसो सपिङ गर्न लग्दैछ मलाई होइन यहाँ चाहिँ पुरा राइडर गर्नुहुन्छ होइन पठाउको काम गर्नुहुन्छ मजाको टक्क मलाई सपिङ मल पुऱ्याउँदैछ होइन धेरै सहयोग गरेको भान्जाले के गर्ने यार ल फाइनली यार भान्जाले के भन्छ नाम चलेको ठमेल बजार पनि पुऱ्याइदियो होइन यसो हेरौँ न कस्तो रहेछ यार ठमेल गाडीको होइन यता सक्नुहुन्छ ठमेल है नक्लार्यो 7 गुम्ती होइन गुम्ती छ होइन टर्निङ 4वटा टर्निङ छ ल त्यही भएर नामै 7 गुम्ती राखेको छ यहाँदेखि उता चाहिँ फेरि 1 वे होइन ल
एउटा कुहिरेनी रहेछ यही हो ठमेल कहाँ यार पुरा भिडियोमा देखेर त लास्टै खतरा जस्तो देखिन्छ यहाँ त केही छैन हो त्यही त यार म त ठुलै होला भनेको त यार सानो सानो गल्ली जस्तो रहेछ नि गल्ली के रहेछ यति हो सक्यो भन्दा यता छ अहिले चाहिँ त्यति राम्रो चाहिँ बिउ आइरहेको छैन होइन माथि चाहिँ एकदमै हेर्न लायकको बिहा हुन्छ त्यो एलओडी चाहिँ योमा यार फाइनली कमेल बजार नि घुम्यो यार अझै छ यार ठुलै रहेछ यार वानै हुन्छ क्या हो यो यहाँ पुरै ताङलेलाई निषेध छ होइन लैजाऊ मलाई थमेलो बजार औँसी चढाउँदै भन्ने रहेछ यार ल अहिले चाहिँ म सपिङ गर्ने ठाउँमा आइपुगेको छु यहाँ चाहिँ एकदम भिडभाड रहेछ यार बान्जाले बाइक पार्किङ गर्दैछु उता यस्तो रहेको छ यार जानु पर्यो सपिङ गर्न जाम भयो जाम कता हो डेन्जर बजार रहेछ यार यहाँ त शनिबार यस्तो भिड हुन्छ यार शनिबार यो बिहा बजार लागेर सधैँ लागेको छैन है मलाई त केही थाहा छैन यार यहाँ कता हो कता 4-5 चोटि आएपछि काठमाडौँ अहिलेसम्म केही थाहा छैन यार मलाई बर्बाद छ यार कता कता घुमायो ल अब हामी सपिङ मलतिर पस्छौँ के हुन्छ कस्तो के किन्ने भइहाल्छ त्यसपछि ल फाइनली चाहिँ काठमाडौँको बसाइ खतम भइसकेको छ अब चाहिँ म जाँदैछु बस पार्क आइसकेको छु भाइले पुऱ्याउँदैछ यार मलाई गाडी यतै कतै छ भन्दैछ हेर्नु पर्यो अब कुन हो 044 अरे लास्टै औडा भयो यार सपिङ गर्दा गर्दा एकदम ढिलो भयो क्या यहाँ हतारमा यार ल फाइनली भेट्यो यार यहाँ रहेछ साथीहरू अहिले चाहिँ म गाडी चढिसकेको छु अब मजाले सिटमा बसेर भिडियो बनाउँदैछु साथीहरू भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर ओके बाई खाँदैछु चक्लेट खाँदैछु मैले गाडीमा बेच्नुलाई थियो मजाले खाँदैछु